कोही आउँदैन चढाएको सबै पैसा रहेछ अहिले चाहिँ हामी पाथिभरा माताको दर्शन गरेर हामी भजन गर्न लागेका छौँ हामी दुई घर परिवार मिलेर आज हामी भजन गर्छौँ गाइस अनि वेलकम ब्लग स्वागत छ अनि अहिले चाहिँ हामी चाहिँ टक्क रेडी भइसकेको छौँ आज चाहिँ कहाँ जाने भन्दा हामी चाहिँ घुम्न जाने होइन तर म चाहिँ रेडी भइसकेको छु लुगा सो लगाएर अनि पार्नु छ ब्यागमा हाल्नुपर्ने अनि गाडी आउँछ भनेर यहाँ पर्खेर बसेको यता कोही कोही लुगा लाउँछन् कोही केटाहरू अब के गर्छन् त्यही भएर लुगा सो लाउँछन् अब चाहिँ गाडी आउँछ भने पर्खेको अनि त्यही हो यता दिदीहरू लुगा आउँछ अब चाहिँ सिधै गाडी आइसकेर भेट्छु है त चाहिँ हामी यता पर्खेर बसिरहेको छौँ गाडी आने यसलाई चाहिँ यहाँ राक्कै छ भनेर सामान छ रेडी भइसक्यो यता म बसिरहेको छ अब चाहिँ हामी गाडी पर्खिरहेको छौँ अनि पल्लो गाडी यता पर्खिरहेको छौँ यसो चाहिँ गाडी पनि आइसकेको छ रेडी भइसक्यो मान्छे पिच थिएछ हामी चाहिँ ए कसलाई दिने ठाउँ त खतरा खाँदा ढामे फ्यालेमा यता आइसकेको छ यहाँ के यो बेल्ट होइन है बेल्ट आइसकेको छ बेल्ट के हो यो दमाको ए दमाको आइसकेको छ भने यता उठ्न लागिरहेको छ फेरि आइसकेछौँ अनि त्यहाँ एकछिन चार्ज हालेको छ अहिले गाडी चाहिँ हामी चाहिँ यता यहाँ चाहिँ अहिले हामी गाडीको चार्ज हालेर पर्खिरहेको छौँ अनि यो छातीमा खारै हो यहाँ पर्खिरहेको छौँ आन्टीहरू त पर्खिरहेको छ चार्ज हुँदैछ हजुर अब चार्ज हुँदैछ चार्ज भएपछि अनि हामी फेरि जान्छौँ यो चाहिँ यहाँनिर चार्जिङ स्टेसनमा रुँगिरहेको छु अरे क्या नेपाली त खतरा बोल्दा रुँगिरहेको छु भुकिरहेको छु भन्नु पऱ्यो रुँगिरहेको छौँ हामी चाहिँ खोइ आउँदैन क्यामेरा त मलाई पनि कालामा फेरि यतामा रुँगिरहेको छौँ भोकाले ल अहिले चार्ज पनि भइसक्यो अब चाहिँ हामी सिधै हामी सिधै कन्याम गएर भेट्छौँ मलाई आइपुग्यो अब चाहिँ जान्छ पुरै हुँदैछ कहाँ गन ल यो त चाहिँ थाकिरहेको छु भन्ने जान्छ दिलो बस्नु थाकेन सकेन फाइनल आइपुग्यो गाइजी फाइनल आइपुग्यो ल आइपुग्यो चाहिँ फाइनल लिलो गेट छ टक्क जानुपर्छ भिडियो आउनु माताको विश्व प्रसाद विवरण पैसा चढाएको सबै पैसा रहेछ चढाएको सबै पैसा त रहेछ अहिले चाहिँ अन्त कहाँ छ बाँदर त्यो पनि राख्यो बाँधेको अहिले एउटा बाँदर छैन
मान्छे धेरै रहेछ नै गाइस आइसक्यो यता गणेश भगवान ल हामी चाहिँ बाहिर आइसक्यौँ टक्क र यसको अब यता भिडियो सिधै कसो फोटो खिच्नुपर्छ मेरो मले भन्नुपर्छ त्यही भएर लागिसक्यो अब चाहिँ यता कस्तो होला अहिले लगाइसकेपछि हामी पूजा गरेर आइसक्यौँ अब चाहिँ फोटो खिचेर मोबाइलमा यिनीहरूले फोटो तातो बनिसकेको छ अब चाहिँ हामी जुत्ता लाउँछौँ अनि जान्छौँ अब तलतिर खाजा खानु ल अब चाहिँ त्यति तलतिर जाँदा भेट्छ त ल कस्तो भयो रमाइलो भनेको जय होस् भगवान रक्षा गर्नुहोस् हाके ताके पोस्ट सम्पूर्ण आउने जाने पवित्रहरूलाई दाजुभाइहरूलाई यता भन्नु न त्यता यही छ मेरो शुभकामना सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई पाठीभरा माताले हामी सबैको कल्याण गरून् रक्षा गरून् भगवान होइन बहिनीहरू ट्रकको फेटा पनि लागिसक्यो अब चाहिँ होइन ल अब टिकटक यता आमा लो अब चाहिँ टक्क चाउचाउ दिनु न बिसको कुनवाला वाइ छ हजुर 25 हो अहिले यहाँ कुन छ 20 रुपियाँवाला दिनु न करेन्ट त्यसो भोक लाग्थ्यो गाइस चाउचाउ खानु पर्छ अब चाहिँ खानेलाई भयो गाइस यता अचार मरेकोले के भयो त्यो नल्याएको भने चाहिँ 200 भात भरपेट खानु पर्छ बिल्कुल खोल्नु भयो यता चाहिँ खाजा रेडी हुँदैछ अनि के भन्नु हामी पाठीभरा माताको दर्शन गरेर अहिले आउने हामी भजन गर्न लागेका छौँ हामी 2 घर परिवार मिलेर आज हामी यहाँ भजन गर्दैछौँ धन्यवाद खाना चाहिँ यो हल्ला हाल्नु अब कन्या भइसक्यो यताबाट छैन भाइ हामी चाहिँ यहाँ उयो झन्डाको ठाउँमा जानुपर्ने त्यो सुचु ठाउँमा त्यो गाडीमा छ यत्रो भयो चढ्नु पर्छ फेरि यहाँ पनि हाम्रो मोबाइल किधर है अहिले चाहिँ हामीलाई चिया खिचिरहेको छौँ फोटो खिच्नु बसिरहेको छ यो यतातिर चियाबारी छ देखिनु यतातिर पुरै चियाबारी हिँड्दैछ उता मुरी बस्दैछ यो गाडी चाहिँ अब चाहिँ जाउँ अब चाहिँ भयो धेरै समय भइसक्यो यहाँ 4 सिटिसक्यो जाउँ 4 सिटिसक्यो सोधौँ 50% भइसक्यो उहाँबाट खिच्नुपर्ने बल्ल फकाउँदा घोडा चढ्ने हेरेर बल्ल मान्नु भयो घोडा चढ्ने हेरेर घोडा भन्दा ल गर्ने भइहाल्छ त्यसमा 3 भइगयो नि त्यति अहिले चाहिँ हामी टक्क यहाँ चलाउन आइसक्यौँ गाडीको चार्ज कम भएर गाडी बसिरहेको छ फेरिदेखि नै क्याबमा गाडी यहाँ छ अब बसिरहेको छु मलाई खाना खानु पर्दैछ यताबाट टप यस्तो खतरा अनि बल्ल ठाउँ भेट्टाएको यता चाहिँ गाडी छ अब यता आएर भोक लागेको छैन भोक लागेर
थ्याङ्क यू सो मच फर वाचिङ होइन अब त हिजो हामी 12 बजे घर आइपुग्यौँ अनि मैले ब्लग पनि बनाएन अनि त्यही भएर आधीसम्म मात्रै बनाएँ अनि राम्रो लाग्यो भने लाइक गरिदिनु होला सेयर गरिदिनु सब्सक्राइब गरिदिनु होला अनि गर्नुहुन्छ भन्ने आशा पनि छ अनि त्यही हो अबदेखि राम्रो भ्लग आउँछ बिस्तारै हाम्रो स्कुल पनि छुट्टी भएको छ होइन अनि अब 4 दिन लाग्छ अनि 10मा आउँछ होइन अनि त्यही हो अब चाहिँ स्कुल लाग्छ अनि लास्ट दिन लागेको छ त्यही भएर अहिले पनि म कस्तो गलिरहेको छु कि हिजो आज पनि लास्ट दिन लागेको थियो सुतेको अनि थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई